मुस्ताङको काली गण्डकी उकालो डाँडामाथि छुसाङ गाउँलाई निहालिरहेको एउटा पुरानो गुम्बा छ। त्यो हो गाङ गुम्बा। समयको धुलोले ढाकिए पनि यसको आत्मा अझै जीवित रहेको छ। यो गुम्बा केवल इट्टा ढुङ्गाको संरचना होइन, यो हिमाली धर्म र सांस्कृतिक, ऐतिहासिक, मानव विश्वासको गहिरो कथा रहेको छ। त्यसैले यस भिडियोलाई अन्तिमसम्म हेरिदिनुहोला, स्किप नगरी लाइक, शेयर, कमेन्ट गरिदिनुहोला। आउनुहोस् सुरु गरौँ। आजको श्रृङ्खलामा म चर्चा गर्दछु मुस्ताङको गाङ गुम्बाको रहस्यमय इतिहास। गाङ गुम्बा करिब 17औं शताब्दी सन् 1680 तिर स्थापना भएको मानिन्छन्। यसको प्राचीन नाम कुन्जाङ छेलिङ रहेको छ, जसको अर्थ हुन्छ सम्पूर्ण ज्ञान गुणको स्थान। यो गुम्बा तिब्बती बौद्ध धर्मको निङ्मा परम्परासँग सम्बन्धित रहेको छ, जसको मूल प्रेरणा महान गुरु पेमा साम्बुवा अथवा गुरु रिम्पोछे रहेको छ। स्थानीय विश्वास अनुसार गुरु रिम्पोछेले मुस्ताङ क्षेत्र भ्रमण गर्दा यस स्थानमा ध्यान बसेका थिए। भनिन्छन् उनले यहाँ आफ्नो पहिचान अथवा फुटप्रिन्ट पदचिह्न छोडेका थिए, जुन आज पनि चट्टानमा देख्न पाइन्छन्। त्यसैले यो गुम्बा केवल ऐतिहासिक मात्र नभई यो आशीर्वाद र आध्यात्मिक शक्तिको केन्द्र रहेको छ। सुरुमा यो गुम्बा मैला भिक्षुको साधन वा निवास केन्द्रका रूपमा प्रसिद्ध थियो। गुम्बाको भित्री भागमा रहेको पुरानो भित्री चित्रहरू र एकदमै पुरानो भगवानको मूर्तिहरू केवल सजावट मात्र नभएर धर्मको गहिरो सन्देश बोकेका छन्, जस्तै धर्म, ध्यान र जीवनचक्र अथवा संसारको गहिरो अर्थ व्यक्त गर्दछ। ढुङ्गा, माटो र परम्पराले बनेको यो गुम्बा आध्यात्मिक शान्तिको प्रतीक थियो। पहिला यो ठाउँ पूर्ण रूपमा शान्ति थियो। न कुनै भीत, न कुनै आवाज, केवल लामाहरूको ध्यान र प्रार्थनाको ध्वनि मात्र गुन्जिरहन्थ्यो। तर आज समय बदलिएको छ। बाटो खुले, मानिसहरू बढे र शान्त वातावरण केही फरक भएको छ। तैपनि यो ठाउँको शक्ति अझै पनि उस्तै छ। पहाडको हावा र गुम्बाको मौनता अझै बोलिरहेको छ। यहाँ पहाड, हावा र प्राकृतिक सौन्दर्यले भरिएको वातावरण देख्न सकिन्छ, जसले यात्रुलाई आकर्षित गरेको छ। नेपाली, विदेशी सम्पूर्णको मन जितेको छ यो प्रकृतिले। यो गुम्बा आज पनि मुस्ताङको महत्त्वपूर्ण सांस्कृतिक सम्पदा रहेको छ। समय बदलिँदै गए पनि यसको आस्था र इतिहास कहिल्यै हराएको छैन। यो ठाउँले हामीलाई सिकाउँछन् कि परिवर्तन जीवनको हिस्सा हो। यदि हामीले यस्ता पवित्र स्थललाई संरक्षण गर्यौँ भने भविष्यको पुस्ताले पनि यसको सौन्दर्य र महत्त्व बुझ्न सकिन्छन् र उनीहरूले पनि जोगाइरहन्छन्। युट्युबको अन्तिममा धन्यवाद। अब हामी भेट्नेछौँ फेरि नेक्स्ट श्रृङ्खलामा।